गर्न चाहन्छु। हाम्रो मित्र राष्ट्र जापान यसोसुका महानगरका आदरणीय मेयर खामेजी कासुवाकी ज्यू, भरतपुर महानगरपालिका नेपालका आदरणीय मेयर रेणुदालज्यू, भरतपुर सीनो भरतपुर महानगरपालिका नेपालका आदरणीय उपमेयर चित्रसेन अधिकारीज्यू, भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकारीज्यू, भरतपुर सीनो खानदिसा सान भ्रमण दलका सहभागी जापानका विशिष्ट सदस्यज्यूहरू, आजका प्रमुख अतिथि लगायत जापानिज पाहुनाहरूलाई यहाँसम्म ल्याएर हामीलाई स्वागत गर्ने अवसर प्रदान गर्ने उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने, यसै क्षेत्रका विकास अहम भूमिका निर्वाह गर्नुहुने NRN जापान नेपाल म्युचुअल कर्पोरेसन ट्रस्टका अध्यक्ष निहोन तो नेपारू नो कोरियो नो दोलना सापकोटा सांग, भरतपुर महानगरपालिकामा पाल्नु भएका सम्पूर्ण प्राज्ञ महानुभावहरू, भरतपुर सीबाट करा इरासत्यहरू बिनासान, उपस्थित सम्पूर्ण जनप्रतिनिधिहरू, कोनो तेरानो खान्डी थान्तो सितेहरू बिनासान तथा सम्पूर्ण जापानको मित्रता ऐतिहासिक छ। सी नेपाल नो भरतपुर सी तो निहोन नो योकोसुका सी नो कोनो खांके वा बुरेकारा मोतो फुकाको नाते इकेता क्षेत्रफल फैलिएको यस स्थानमा यसोसुका जापान तथा भरतपुर महानगरपालिकालाई थप प्रगाढ र सुदृढ बनाउने हाम्रो पवित्र चाहना छ। जापान हुनेले चिनामै जापानको मेयरलाई उहाँ हुनुहुन्छ जापानको मेयर, उहाँ हुनुहुन्छ रेणुदाल, हाम्रै भरतपुर 25 को आज यहाँ प्राप्त गरी यस ठाउँको सौन्दर्यलाई बढाउनेछ भन्ने कुरामा विश्वास छ। पार्क निर्माण गरी हाम्रो सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउने, यस पार्क निर्माणमा यसको सदस्यता र सहयोग रहने हामी विश्वास छौँ। यस पार्क निर्माणको तयार भएको बेहोरा यसै अवसरमा यहाँ निहोन करा इरासत्यहरू बिनासान नो योको ओ कोन्तनी तानसी तो ओबोत्ता तोरी नि इकेरु तो जीवन वा नेगारिस्ताइ देश। साथै उपस्थित सम्पूर्ण महानुभावहरूमा पुनः हार्दिक इरासत्यहरू योको सोतो इते कोरेकारा तो निहोन नो खांके ओ मोतो फुकाकु देकिरुको तो तेमास विविध सांस्कृतिक वस्तुले नजर गरिदिनु हुन समेत हार्दिक अनुरोध गर्दछु। कोको की खायो जुथासे कोकोनो तिमीहरूले बुझ्यौ मन्दिर हो भन्ने बुझ्यौ त्यति वडा अध्यक्ष, हामी सबैका अभिभावक, वडा अध्यक्ष बोलेको त बुझ्यौ नि त जो आजको यसको लगत्तै हामी महिला नृत्य छोटो देखाउनेछौँ। त्यसको लागि तयारी राख्नुको लागि पनि हार्दिक निवेदन गर्दछु। बसट्ठा टोल विकास संस्थाको संयोजनमा सुरु नलागेको महिला रमाइलो छ। जापानको मेयरहरू जापानिज भाषा बोल्नेले बोल्नु
विशिष्ट अतिथि महन्त्रज्यूलाई मायाको चिन्ह वितरण गर्ने कार्यक्रम अगाडि भइरहेको छ। उक्त कार्यक्रमको संयोजन गरिरहनु भएको छ आजको कार्यक्रमका आयोजक भरतपुर 25 वडा नम्बर 25 का अध्यक्ष छविलाल सापकोटाज्यू एवं यस चैतन्येश्वर महादेव मन्दिरका अध्यक्ष आदरणीय युवा समाजसेवी व्यक्तित्व दिलीप कुमार श्रेष्ठज्यू, मायाको चिनो हाम्रो स्थानीय रूपमा क्षेत्र थारूवासीहरूको चिन्हको रूपमा भटिया आदरणीय प्रमुख अतिथि एवं विशिष्ट अतिथि लगायत अतिथिज्यूहरूलाई वितरण गर्ने कार्यक्रम रहेको छ। सँगसँगै रमाउँदै हुनुहुन्छ यस्तै मन्दिर व्यवस्थापक समितिका अध्यक्ष दिलीप कुमार श्रेष्ठज्यू। व्यक्तित्वहरू सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। समय र सञ्चारको कमीले गर्दा हामीले सोचेको जस्तै कार्यक्रम रहन सक्यो सकेन। आफ्नो अत्यन्त व्यस्त समय तालिकाको बावजुद पनि हुनुभएको छ। म सहप्रार्थी छु, आसन ग्रहणमा केही ढिलाइ भएको छ। गोकर्णानन्द आश्रमका अध्यक्षज्यू एवं प्रतिनिधिज्यू, राधाकृष्ण मन्दिर सुब्रनगरका अध्यक्ष एवं प्रतिनिधिज्यू, गणेश पञ्चायत मन्दिर अमृतचोकका अध्यक्ष एवं प्रतिनिधिज्यू, शिवालय बजार व्यवस्थापन समितिका अध्यक्ष मन्दिर कुमार श्रेष्ठज्यू, पञ्चायत बाजा समूहका